guys, welcome back to our channel. आज चाहिँ हाम्रो के स्पेशल हो भने आज चाहिँ आयंकाको 4th बर्थडे ह्यापी बर्थडे आयंका थ्याङ्क यू आज चाहिँ हामी भ्लग गर्दै छौं हामी के गर्छौं दिनमा देखाएर यो भिडियो चाहिँ सैटरडे सम्म इन्टिल हुन्छ किनभने आज थर्सडे भयो उसको बर्थडे चाहिँ आज चाहिँ हामी लिटल बिट मात्र मनाउँछौं अनि उसको साथीहरु इन्भाइट गरेर चाहिँ हामी सैटरडे मनाउँछौं है गायु हो त हामी मन्दिर जाने हो अनि आयंका हाउ ओल्ड आर यु 4 हो अनि तिम्रो नाम चाहिँ के अरे आयंका ओके सी यू गाइस सी यू गाइस आज चाहिँ हाम्रो आयंकाको बर्थडे हो नि त अनि सो वी अबाउट टु सरप्राइज हर उसलाई थाहा छैन हैन म सेटअप गरेर देखाउँछु ल गाइस यो चाहिँ मैले लिटल सेटअप गरिसकेको छु उसको बर्थडेको लागि यो चाहिँ मैले उसको 4th बर्थडे हो नि त 4th बर्थडेको लागि 4th एउटा गिफ्ट ल्याइदिएको छु अनि रेडी भयो उसलाई सरप्राइज गरौँ है त Your eyes. Oh my god. Eyes. What happening Ayanka? What's your day? happy birthday Okay, make a wish, okay? okay यताबाट गएको भन्छ नि त Oh wow. Are you? Can you open your eyes? Wow, let me see your face. Smile गर्नु. Oh my god. आज के रे आएको? happy birthday Surprise! You cute. You what is this? ये इसका नाम क्या है? Jasmine अनि यसको? Jasmine अनि यसको? hello यसको? sponsor यसको हो. यो चाहिँ? Ariel Ariel. Okay. Are you happy for birthday baby girl? thank you Nani, how old are you now? 4 Okay. अब केक काटौँला आयो? नेपालीमा कति हो नानी? कति वर्ष हो नेपालीमा? बेबी एकैछिन ल. कस्तो राम्रो फोटो खिच्नला आयो? अनि सबैजना ह्यापी बर्थडे आयंकाले अनि विश के माग्यो भगवानलाई के विश माग्यो भनिदिनु त धेरै जाति बनाउनु भन्यो ए लु अब केक काट्नु लु केक काट्नु कसलाई फर्स्टमा केक खुवाउने अनि भाइ अनि सीता आयो नि दिदालाई ह्यापी बर्थडे भन्नु लु दिदासँग ह्यापी बर्थडे केक काट्न जानु Happy birthday दिदी भन्नु. ह्यापी बर्थडे आयु दिदी भन्नु दिदी भन्नु. भाइलाई खुवाइदिनु नि त लु फर्स्टमा सानो खुवाइदिनु ल धेरै थोरै मात्रै चटाउनु मात्रै हो. टिक टिक खुवाउनु हुँदैन भाइलाई. व्हाइट कलरको चटाइदेऊ न White color. आयन आज कसको बर्थडे ह्यापी बर्थडे टु यु Good job. गाइस हामी चाहिँ अहिले बर्थडे केकहरू काटिसकेर आयंकाको लागि आयंकालाई लिएर मन्दिर गएको हामी चाहिँ एभ्री उसको बर्थडेमा मन्दिर जान्छौँ कि अनि त्यही भएर नि बेबी हो नि. सो या लेट्स गो मन्दिर यहाँ चाहिँ हाम्रो कम्युनिटीकै मन्दिर छ हुँदै जान्छौँ यसपालि चाहिँ आयु हामी कहाँ गएको मन्दिरमा के विश माग्ने भगवानलाई भगवानले नि मलाई छिटो जाति बनाउनु के भएछ तँलाई? के भएको छ खोकी लागेछ ए खोकी लागेको छ अरे सोया ओपन गरेर त्यही भएर म त्यो ए ओके अब आयंका चाहिँ रिसाइरहेको चाहिँ उसको बर्थडे गिफ्ट ओपन गर्न पाएन भनेर हामी चाहिँ मन्दिरबाट आएर ओपन गरौँ भने चाहिँ सो उसले मानेकै छैन त लेट्स गो मन्दिर है गाइस कहाँ जानु भएको रे मन्दिर हामी चाहिँ मन्दिर एराइभ भइसकेछौँ चाहिँ मन्दिर आइपुगेछौँ यहाँ चाहिँ हाम्रो कम्युनिटीको हो होइन सो हामी यहाँ पूजा गर्दैछौँ आयंका यु एक्साइटेड क्लोज टु दादाले आएर खोलिदिनु भयो थ्याङ्क यू साथी दिदीलाई र दादालाई भेरी भेरी भिडियोमै हेर्नुभयो भने हाम्रो चाहिँ पूजा जस्ट डन आयंकाले चाहिँ विश माग्दै हुनुहुन्छ अनि हाइगिरी गाइदिनुपर्छ नि दुर्गा भगवानलाई अलिकति गाडिन्छ होला. लु नमस्ते. न
कृष्ण श्री विष्णु ते भगवान जय जय ढोग्नु अनि कृष्ण भगवानलाई नै हरे कृष्ण गाइदिनु पर्छ नि जय भनेर लु हरे कृष्ण राधे कृष्ण 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 राधे हरे हरे राम 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 चलाउनु गीत गाएर फेरि हरे कृष्ण भनेर एकछिन हरे कृष्ण भन्नु अनि कृष्ण राधे कृष्ण अर्को हातले लु छिटो छिटो गाउनुपर्छ नि भगवानलाई ह्याप्पी बनाउनु पर्छ नि आइकाको बर्थडेको दिन छ लु छिटो हरे कृष्ण गाइदिनु सबै सबै गाइदिनु हरे कृष्ण भन्नु अनि हरे कृष्ण राधे कृष्ण 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 राधे हरे हरे राम राधे राम अब अब गणेशको लु जय गणेश देव माता जन्ती पार्वती पिता महादेव जय गणेश जय सक्यो गाइराख्नुपर्छ नसकुन्जेल अनि फुल्ने छैन नि त इचोके केही हुँदैन लु छिटो छिटो गाउनुपर्छ नि त्यो काफानु केही हुँदैन त्यहीँ चढाउँदा हुन्छ जिउगा गर्नु ढोग्नु मलाई लु सकेको छैन लु छिटो न त जय गणेश देव माता जन्ती पार्वती पिता महादेव जय गणेश भयो अनि भगवानलाई के भन्नुपर्छ नमस्ते गरेर मेरो आज बर्थडे हो आज मेरो बर्थडे हो मलाई धेरै धेरै आशीर्वाद दिनु भन्नु आशीर्वाद धेरै धेरै मेरो आशीर्वाद दिनु अनि मैले डाइपर पनि छोडेको छु भन्नु डाइपर नि छोडेको छु अबदेखि कहिले लाउँदिन भन्नु कहिले लाउँदिन थ्याङ्क यू भगवान भन्नु लु नमस्ते गर्नु ढोग्नु यो चढाइ चढाउनु पर्छ भगवान तपाईँको लागि ल भन्नु नगर्ने चढाउनु चढाइदिनु चढाइदिइहाल्नु सबै एकै ठाउँमा चढाइदिनु सबै के अनि भगवान यो सबै तपाईँको लागि हो सबै भगवानको लागि भन्नु भगवान तपाईँको लागि सबै भगवानको लागि हो जय भन्नु नि जय यसो गर्नु अनि यसो गर्नु जय भन्नु अनि यसो गर्नु अब उठ्नु त उठ्नु अब पछाडि फर्केर हिँड्नु यसरी गुड जब ह्याप्पी बर्थडे आइङ्का थ्याङ्क यू पापाको टर्न शिवको भगवान पनि एकचोटि गाइदिने नि नाचिदिने नि घुमेर कम्मर हलाएर आयो आज ह्याप्पी डे हो आएको ल अब गाइदिनु नि त एउटा ह्याप्पी डेमा त नि ल सबै भगवान हुनुहुन्छ नि गलच्चला प्रभाविपावितस्थले गले वलम्बिलम्बिताम्बुजङ्गटुङ्गमालिका डमड्डमड्डनाड्डमड्डनादमड्डमर्वयं ताकार्तान्ताण्डवं तनोऽस्नो शिवं शिवं ए गुड जब आयु कस्तो ज्ञानी बच्चा नि धरोधरेन्द्र नन्दिनी
भन्ने बन्दरस जीवन्त सन्तति प्रमोदमान मानसे कटाक्ष दौडने विरुद्ध रुद्रापतिको चित दिगम्बरे मनो विनोद नमस्तुनी खै होइन भने अघि ओके अब कुन भगवानले खाइन्छ Hey guys, हामी चाहिँ फाइनली यहाँ हाम्रो मन्दिर सकिन्थ्यो किममा आज चाहिँ क्लोज थियो धन्न साबिता दिदी अनि हाम्रो हरि दाजु आएर खोलिदिनु भयो अनि थ्याङ्क यू दाई दिदीलाई पनि थ्याङ्क यू धेरै धन्यवाद दाजु पठाइदिनु भएकोमा हामीले पनि जानी नजानी यसो पूजा गऱ्यौँ मेन कुरा त के अब नानीलाई मन्दिर ल्याइदिनु हो यसो कल्चर सिकाउनु थियो अनि भजन गाएँ उसलाई आए जति मलाई भन्दा चाहिँ अलिक बढी आउँछ ल सो हजुरहरूलाई पनि यो भिडियो चाहिँ हामी यहीँनिर एन्ड गर्न लागेको अर्को उसको बर्थडेको सेलिब्रेसनको पनि भिडियो हाल्नेछौँ हजुरहरूलाई धन्यवाद यतिसम्म हाम्रो भिडियोहरू हेरिदिइराख्नु भएको छ नानीको लागि हामीले सानो सानो क्लिप चाहिँ उसको फ्युचरमा उसले हेर्न पाओस् भनेर चाहिँ हामी यसरी भिडियो हालिदिन्छौँ अरू त केही होइन थ्याङ्क यू फर वाचिङ अर्को भिडियो पनि हाल्नेछु है त आई बाई भन्नु बाई बाई सी यू नेक्स्ट भिडियोमा भन्देऊ